फाइनल डेजमा पछाडिहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ हेर्नुस् न कस्तो Hello everyone, Lasso Phaphulla, welcome back to my YouTube channel. I hope हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला के कस्तो छ तपाईहरुलाई सुनाउनु होला म एकदमै ठीक फाइन छु अनि त्यही भएर भिडियो गर्दै छु अनि धेरै आफ्नो लङ टाइम पछि चाहिँ घुम्न पनि निस्किदै छु अनि घुम्न चाहिँ कहाँ भनेर हजुर पनि हेर्न आतुर हुनुहुन्छ होला म पनि एकदमै देखाउन आतुर नै छु अनि तपाईहरुलाई चाहिँ के कस्तो लाग्छ त के कस्तो लाग्छ मेरो भिडियो यो भन्दा पहिले चाहिँ मैले भिडियोहरु हाल्दै थिएँ अनि अहिले म चाहिँ यता आएपछि चाहिँ मैले त्यस्तो भिडियोहरु के बनाएर हाल्न पाएको छैन त्यसको लागि चाहिँ आइ एम सो सरी गाइज साथीहरु हामीहरु चाहिँ जाँदै छौं को जान लाग्यो भनेर चाहिँ म तपाईहरुलाई देखाउँछु अब मसँग हुनुहुन्छ यहाँ दुईजना दिदी हेलो हेलो गाइज हेलो अनि यता हुनुहुन्छ हामीसँग दुईटा दिदीहरु वेलकम छ सन्चै हुनुहुन्छ तपाईहरु हामी त सन्चै छौं घुम्न जाँदै छौं हेर्नु आज चाहिँ राम्रो भएर हामी ओहो यस्तो भएर त रुको जरा आज मलाई चाहिँ हेर्नु न कस्तो अलि मेरो अनुहारमा हैन यस्तो राम्रो त्यस्तो राम्रो जस्तो मलाई लागेको छैन के आफैलाई पनि अनि साथीहरु त्यही हो स्टे ट्युन हेर्दै गर्नु होला अब चाहिँ हामी कहाँ जान लाग्यो भनेर मेन डेस्टिनेसनमा पुगेपछि हजुरहरुसँग भेट्छौं भन्दा पनि ट्रेन स्टेसन पुगेपछि चाहिँ तपाईहरुसँग भेट्छौं है त बाइ बाइ अहिलेको लागि जापान चाहिँ अनि यता चाहिँ म छु साथीहरु चाहिँ घुम्न जान लाग्यो धेरै पछि हो के आम्मा लगभग 4 महिना पछि चाहिँ घुम्न जान लागेको छ अनि यता यो दुईटा चाहिँ बोल्दै छन् फेरि यस्तो छ अनि यता चाहिँ म छु साथीहरु अनि हामी तीनजना चाहिँ जान लागेका छौं आइ एम एक्साइटेड तपाईहरु एक्साइटेड हुनुहुन्छ त त्यो ठाउँ जानको लागि एकदम एक्साइटेड छ अनि त्यो ठाउँ चाहिँ कहाँ भनेर मेन डेस्टिनेसनमा पुगेपछि म तपाईहरुलाई भन्छौं साथीहरु म पनि एकदम एक्साइटेड छु किनकि सब मात्र देखिरहेको नि त त्यही भएर अनि यता हाम्रो लक्ष्मी दिदी त्यही भएर म चाहिँ छैन म चाहिँ यिनीहरुलाई घुमाउन लगिरहेको गाइडहरु आरिगातो गोजाइमास हामीलाई घुमाउन लैजान लाग्दै हुनुहुन्छ त्यसको लागि पनि तपाईलाई धेरै धन्यवाद यता म छु त्यसरी अब हामी स्टेसन पुग्यौं अनि तपाईलाई देखाउँछौं धेरै पछि भ्लग गर्दैछु म पनि एक्साइटेड छु भिडियो हाल्नको लागि तपाईहरुलाई देखाउनको लागि साथीहरु और अभी तो रुको क्लाइमैक्स अभी बाकी हामी चाहिँ मेन डेस्टिनेसनमा पुग्न लागिसक्यौं आम्मामा यस्तो तपाईहरुले चाहिँ यो भिडियो हेरेर अनि कस्तो लाग्छ चाहिँ मिनी भ्लग हेर्नु होला भिडियो आउने छ मेरो टिकटक आइडीमा अनि हेर्नुस् गाइस दिदीको पनि आउँछ हेर्नु होला सबैजनाले साथ सपोर्ट दिनु होला ओइ सिन्जुको डाँडा यस्तो आकाशमा यतापट्टि तीनजना झन् खतरा भिडियो गर्छु भने त A few moments later साथीहरु हामीहरु चाहिँ यहाँ नाइटमा आएको रमाइलो नाइटमा हैन डेमा नै हो अहिले चाहिँ भर्खरै कति 5 पनि बजेको छैन हो त्यही पनि हेर्नु न यस्तो छ त्यो साथीहरु हेर्नु होला साथीहरु हामीहरु चाहिँ हाम्रो फाइनल डेस्टिनेसनमा आइसकेका छौं यो हाम्रो फाइनल डेस्टिनेसन पछाडिहरु चाहिँ फोटो खिच्दै हुनुहुन्छ हेर्नुस् न कस्तो राम्रो के यो अब मेरो सपनामै छु त म अब मलाई थाहा छैन गाइज दिपनामै छु कि खोइ के थाहा तर मैले चाहिँ जाडो हुन्छ नि त त्यही यो कम्बल ओढेर आएको के भन्छ पछौडा अनि
यता चाहिँ गाइजहरू यस्तो भिड छ तपाईँलाई देखाउँछु है। यहाँबाट चाहिँ यस्तो छ हेर्नुहोस् न, ऊ दामी देखेछ सब। यता पनि फोटो खिच्दै, यता पनि फोटो खिच्दै, यता पनि फोटो खिच्दै, जताततै मोबाइलमा चाहिँ तेर्साएको मान्छेहरू देख्न सक्नुहुन्छ। हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यही थियो गाइज, हेर्नु होला, तपाईँहरू पनि आउनु होला। साथीहरू हामीहरू त घुमेर पनि आयौँ, तपाईँहरू पनि जानु होला, एकदमै राम्रो छ। अब यो मोङ्गेजीको पात चाहिँ धेरै दिन रहँदैन, त्यही भएर तपाईँहरू पनि गएर इन्जोय गर्नुहोला साथीहरू। अनि घुम्न गइसकेपछि फोटो भिडियो नखिच्ने त कुरै भएन, त्यही भएर म पनि टक 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 लाएर चटक देखाउँदै थिएँ। अनि यति नै साथीहरू आजको लागि भन्दै त्यहाँबाट हामी आयौँ साथीहरू। अनि मैले धेरै दिनपछि भिडियो बनाएको भएर होला इन्डिङको भिडियो बनाउनै बिर्सेछु, अनि त्यही भएर भोइस कभर गर्दैछु। एकदमै रमाइलो भएको थियो हिजो, हजुरहरू पनि जानुहोला। यदि सिन्जीको नजिक हुनुहुन्छ भने टाढै भए पनि आउनुहोला, एकदमै राम्रो छ ठाउँ। तपाईँहरू यदि त्यहाँ घुम्न जानुभयो भने तपाईँहरूलाई रिग्रेट भन्ने फिल चाहिँ आउँदैन है एउटा पनि। हामी पनि एकछिन गएर आयौँ, एकदमै रमाइलो भयो हिजोको दिन। यति नै।